हेलो गाइज नमस्कार सबैजनालाई वेलकम टु द युट्युब च्यानल माई युट्युब च्यानल। हो गाइज आज चाहिँ हामीले के गर्न लाग्दैछौँ यो सिल्भेजको मोटर बनाउँदैछु गाइज। यो मोटरलाई चाहिँ अब के भएछ भनेर खोल्नु लाग्दैछ। अब यसलाई खोल्दैछौँ यहाँ ट्याक्टर लगाएर। गरेर फालिदिने पारिसक्यो हामीले। यस्तो बनायो यस्तो। अब हामी तार भेटार्न लाग्दैछ र हामीले चाहिँ तार ठिक पार्यो। यसको साइज चाहिँ 22 को डबल रहेछ होइन। यो तार 22 को 22 को तार। यहाँनिर हाम्रो दाइले भेटार्दै हुनुहुन्छ। अरे के दाइको के छ हालखबर? ठिक छ एकदम ठिक छ। अनि यहाँ भेटार्दै हुनुहुन्छ। यसको टन चाहिँ 52 टन रहेछ यो चाहिँ होइन। स्याट लगाएर यहाँ भेटार्दै हुनुहुन्छ। अब भेटारिसकेपछि ट्याक्क हालेर देखाउँदैछु होइन गाइस। कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। च्यानललाई सब्सक्राइब गरिदिनु होला। ल यस्तो फाइनल भइसक्यो। अब हामीले चाहिँ यहाँ हाल्न थालेको एउटा दुलोमा यहाँ हालिसकेँ मैले होइन। ट्याक्क लगाएर हो यस्तो हालिसक्यो होइन। गुरगुरु क्वाच फाइनली यस्तो देखिया छ। यस्तो देखिसक्यो वाइल यस्तो देखिसक्यो। अब कस्तो छ बाँध्नु पर्ने छ होइन। ट्याक्क हालिसक्यो। अब बाँध्नु पर्ने छ। यस्तो दामी भयो यो चाहिँ होइन। चट्ट लगाएर
यस्तो बबाल भयो। आइसक्यो। उत्कृष्ट प्लेस गर्न सक्नु जर्सी नम्बर 3 हजुर पोइन्ट आएको छ 6-9 हामीले रातो रातो भएर ताप्नु भएको है गाईहरू। हेलो सर, यस्तो भइसक्यो होइन अब ट्याग लाएर अब फर्काउने। खोइ फाइनली यसलाई चाहिँ अब हामी कनेक्सन गर्न लागेको छ। अब कनेक्सन गरेपछि देखाउँला होइन। स्लिप हाल्न आएको छ, यहाँ स्लिप हालिसक्यो हो। हामीले चाहिँ टक्क यसको वायरिङ गरिसक्यो होइन, कनेक्सन गरिसक्यो। यो चाहिँ 1440 RPM को कनेक्सन गरिसकेँ। यहाँबाट टक्क यो 6वटा लुप हो, 6वटा लुप हो। ABC A1 B1 A1 B1 C1 हो। यो A2 B2 C2 हो। यो 6वटा तार कनेक्सन भइसक्यो। अब यता यसमा कनेक्सन भइसक्यो, च्याट्ट लाएर भइसक्यो। अब हामी यसलाई बान्नेछु, सोल्डिङ गरेर च्याट्ट पारेर बान्ने लागिरहेको छु होइन। अब यसलाई बानेर भेटौँ। ओके, के लया थाहा छैन मलाई थाहा छैन है, त्यस्तो कुरोहरू मलाई थाहा छैन है। रकेट मोटर रे हिजो बिहान लगेको बाइकमा कहिले मलाई थाहा छैन हौ। के बनाएको त्यसको के कोयल हुन्छ हुँदैन त्यसमा कोयल हुन्छ हुँदैन कोयल हालेको हो होइन के बनाएको तार गाँसे कसैको नभएर यो अहिले
हो हामी चाहिँ हो 3 फेजको मोटर सिंगल फेजले घुमाउन लाग्दैछु। के गर्ने भने पहिला सुरुमा च्याट्ट एउटा लाइन यहाँ ठेसेर राखिदिने अनि हैन, अनि यो लाइन पनि ठेसेर मजाले घुम्यो हैन। अहिले कता उल्टो घुम्यो सुल्टो घुम्यो कता घुम्यो छ यता घुम्यो छ हैन। अब हामी बन्द गरिदिन्छौँ हैन। ब्रेक पनि लाग्छ हैन। अब हामी उल्टो घुमाइदिन्छु यहाँ हैन। कसरी भनेदेखि नि ट्याक्क यहाँ गर्ने हैन, च्याट्ट लाएर अब उल्टो घुम्छ यता हेर्नु। अब उल्टो घुमिसक्यो है, लाएर उल्टो घुमिसक्यो। अब ए सिंगल फेजमा कति एम्पियर खान्छ बिना लोडमा? जम्मा 3 एम्पियर खान्छ, 3-4 यस्तो छ। ल यस्तो छ है। अब ल सक्सेसफुल्ली है। लु भयो।